Starlight. Good afternoon to you all. Myself, Premsila Chaudhary. Myself, Trisha Deola. Myself, Saudi Joshi. Now, I would like to call Krisa for a cheering ceremony. Thank you, Premsila. नमस्ते सबैजनालाई। आजको यस विदाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन सरलाई आग्रह गर्दछु। यस विद्यालयका सहप्रधानाध्यापक श्री चन्द्रप्रसाद प्रजोगी सरलाई हार्दिक अनुरोध गर्दछु। म्यामलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी देश सर, रविन्द्र सर, प्रमिला म्याम, बसन्त सर, रोहन सर, शैलेश सर, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण एससी ग्रेजुएट्स, दाइ दिदी, यस विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी लगायत हाल कक्षा 10मा अध्ययनरत साथीहरूलाई यथास्थानमा आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछु। We would like to take this program ahead. Shall we, sir? उपस्थित सबैलाई राष्ट्रगानका लागि उठिदिन हुन हार्दिक अनुरोध गर्दछु। Khushbu Baral for her wonderful speech. Teachers, parents, and my dear beloved seniors. Every ending is a new beginning. This farewell might hurt us today, but the memories will never fade away. Today, on the behalf of the entire class, I Khushbu stand before you all with a mixed emotions to say goodbye to our beloved seniors. You were not just only our seniors. You were the one who supported us, our inspiration, our role model, and a mentor for us. From your achievements to your kindness, you have taught the lessons which no textbook could ever have. This step into a new beginning of our life, of your life, we pray that the success. Thank you for inspiring us and showing us the path to dream bigger and harder. We will wish you a lot. May your future shine brighter and brighter than ever to our beloved seniors. Now moving forward, we have by Prasthut Kharka and Abhishek Darnal and his team. तिम्रो तिमीलाई
व्यवस्थापन समिति सञ्चालक समितिका अध्यक्ष श्रीयुक्त कार्कीसर आइसक्नु भएको छ। म सरलाई आजको चिफ गेस्ट म सरलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध
पहिलो सम्बोधन गर्न चाहे। यहाँहरूको साथ, यहाँहरूको सुझाव, यहाँहरूको समर्थन नभएको भए सायद यो हलमा बसेर हामी आजको कार्यक्रम गर्न सक्थ्यौँ या सक्दैनथ्यौँ। तपाईहरूले एभिएसलाई साथ दिनु भएर यी नानी बाबुहरूलाई पढाउने अवसर हामीले पायौँ। यस प्राङ्गणबाट यी भाइ बहिनीहरूलाई बिदाई गर्दैछौँ। त्यो मानेमा हामी धेरै खुसी छौँ। म यसभन्दा पहिला यहाँहरूलाई 2081 हाम्रो विद्यालयबाट GPA 4 ल्याउन सफल हुनुभएकी बहिनीलाई एकचोटि अगाडि आइदिन अनुरोध गर्दछु। 81 एउटा संस्कार, एउटा परम्परा बनाउनुपर्छ। यो बुकी दिएर सम्मान गरिदिनुको लागि अनुरोध गरेँ। मैले अलिकति संस्कारलाई जोड्न चाहेँ। एबिएसले रिजल्ट कस्तो ल्याउन सक्यो त्यो एक ठाउँमा छ। 2 वर्ष भयो हामीले कन्टिन्यू GPA 4 ल्याउन सफल भएका छौँ। तर सबैभन्दा ठुलो कुरो यी भाइ बहिनीहरू संस्कारी भइदिए हामीलाई पुग्छ। मलाई एउटा त्यो देशको पुलिसले समातेछ। त्यो देशमा मृत्युदण्ड दिने प्रचलन रहेछ। त्यसपछि तिनै डाक्टरलाई मृत्युदण्ड दिनु भन्ने फैसला त्यो देशको अदालतले गरेछ। पुरा हुन सकेन। म 5 स्टारमा गएर खाना खान चाहिँ मैले सकिनँ। त्यसैले मेरो अन्तिम इच्छा भनेको 5 स्टार होटलमा गएर खाना खाने इच्छा छ मेरो भनेछ। उसको इच्छा पुरा गरिएछ। उसलाई के प्रहरी लिएर 5 स्टार होटलमा लग्यो। उसलाई मस्त, उसलाई खान मन लागेको खानेकुराहरू खुवाइयो। फेरि ल्याइयो। त्यहाँ दोस्रो डाकुलाई सोधिएछ, तिम्रो अन्तिम इच्छा के छ? मैले जीवनमा धेरै चोरी गरेँ, तर पनि मलाई यति धेरै सुन, चाँदी, हिरा, मोतीका गहना लगाउने मन थियो नि, कहिले पुरा गर्न सकिनँ। डाकुलाई सोधिएछ, चोक लान्छ। त्यसपछि एकछिनपछि भएर पुग्छ। सबैजना छक्क परेछ। यो सहरभन्दा धेरै टाढाको गाउँ आफै लिएर जान्छु भनेर उसले त्यो चिठी लिएछ। डाकुको हातबाट आफ्नो पकेटमा राखेछ। तिनैजनालाई मृत्युदण्ड दिइयो। तिनैजना मरे। त्यो खबर त्यो देशका राष्ट्रिय टेलिभिजन, त्यो देशका सञ्चार माध्यमहरू सबैमा छापछाप्ती गयो। सबै डाकुका परिवारलाई थाहा थियो। सञ्चार माध्यमहरूमा आएको थियो। पुलिसको आफ्नो व्यस्तता भयो। केही समय त्यो गाउँमा, त्यो डाकुको गाउँमा जान भ्याएनछन् पुलिसका अफिसर। केही समयपछि 14-15 दिनपछि ओहो उसको आमालाई चिठी दिनुपर्ने छ भनेर चिठी लिएर गएछ। के रहेछ भनेर आफै गएका रहेछन्। त्यो चिठी पढ्ने बित्तिकै बेहोस हुनुभएछ। पुलिस आश्चर्यचकित मान्यो। छोराको मृत्यु हुँदा समेत केही नभएकी आमा छोराले पठाएको चिठी पढ्दा बेहोस भयो। के रहेछ यहाँ म हेर्नु पर्यो भनेर हतार ती आमालाई हस्पिटल पठाउन लगाएर चिठी खोलेर लिएर आफूले पढेछन् पुलिसको मेन व्यक्तिले। र चिठीमा लेखिएको रहेछ, आमा आज जुन मृत्युको डोरीमा मलाई झुन्डाइयो नि, हो त्यो मृत्युको डोरीमा तपाईँ झुन्डिनु पर्थ्यो। किनभने म सानो छँदा मैले साथीको पेन्सिल चोरेर ल्याएँ, मलाई केही गर्नु भएन। साथीको इरेजर चोरेर ल्याएँ, मलाई केही गर्नु भएन। साथीका खेलौनाहरू चोरेर ल्याएँ, मलाई केही गर्नु भएन। म विद्यालय जाँदा बाटोमा पसलमा चोर्ने भएँ, थाहा पाउनु भयो, मलाई केही गर्नु भएन। एक दिन त मैले साथीकै साइकल चोरेर ल्याएँ। अलि ठुलो थियो, बाबाले पनि थाहा पाउनु भयो। त्यसैले मलाई कुट्न हात उठाउनु भएको थियो, तर तपाईँ आएर समाउनु भयो, कुट्न दिनु भएन। सायद त्यो दिनमा कुट्न दिनु भएको भए मैले त्यो दिनदेखि चोरी गर्दिन थिएँ। आज यो मृत्युको डोरीमा म झुन्डिनु चाहिन्छ, चाहिन त?
तर त्यो रिजल्टभन्दा ठुलो संस्कार दिन सकौँ। हाम्रा विद्यार्थी भाइ बहिनीहरूले यो संस्कार चाहिँ एबिएसको संस्कार, तपाईँहरू सभ्य हुने, नम्र हुने, भद्र हुने, यो संस्कार चाहिँ तपाईँहरू यहाँबाट जहाँ जानुहुन्छ, जुन जुन कलेजमा जानुहुन्छ त्यो कलेजमा लिएर गइदिनु होला, मेरो यति आग्रह छ। स्वागत गर्दछु। आज बिदाको दिन भएर पनि यति धेरै शिक्षक शिक्षिकाहरू पनि आउनु भएको छ। म एकचोटि उहाँहरूलाई पनि आभार प्रकट गर्दछु सिङ्गो विद्यालयको तर्फबाट। हाम्रो नर्सरीदेखि पढाउने म्यामहरूको त्यो मेहनत, अब तपाईँहरू कक्षा 12मा गएर एसएलसी दिँदै हुनुहुन्छ। केही समय अगाडिसम्म एसईलाई नै फलामे ढोका मानिन्थ्यो, तर अब यो फलामे ढोका होइन, हामीलाई 11-12 को लागि ढोका खुलेको मात्र हो। राम्रो कलेज चाहिँ छान्नुहोस्। नजिकै छन् केही कलेजहरू, मलाई नाम लिन त मन थिएन, तर पनि यहाँका यही विद्यालयका केही विद्यार्थी भाइ बहिनीहरू जानुभएको छ र केही पछुताउनु भएको पनि छ। मलाई त सेयर गर्नुहुन्छ सर, त्यति बेला हजुरले भन्नुभएको थियो फ्रिडम खोजेर गयौँ तर पढाइ चाहिँ हुँदो रहेनछ भनेर सेयर पनि गरेका छन्। मैले ती भाइ बहिनीहरूलाई कति स्कुलले गरेका क्रिकेट, फुटसल, बास्केटबल कम्पिटिसनहरूमा बोलाएर रेफ्री जज गरिदिनको लागि पनि अनुरोध गरेको छु। ती भाइ बहिनीहरूले मलाई सेयर गर्छन्। मलाई जुन कलेज गए पनि आपत्ति छैन, किनभने म भूगोलमै नगएका विद्यार्थी भाइ बहिनीहरूलाई बोलाएर मैले पनि स्कुलमा भएका प्रोग्रामहरूमा सहयोग माग्छु। फुलमाला अबिर लगाएर टोकन अफ लभ प्रदान गरिदिनु हुनको लागि म यस कार्यक्रमका प्रमुख अतिथि शिवेन्द्र कार्की सर तथा यस विद्यालयका प्रिन्सिपल दीपक राज जोशी सरलाई विनम्र अनुरोध गर्दछु। छोरासँगै बस्नुहुन्छ छैन तर पनि हुनुहुन्छ भने शोभा थापा बहिनीलाई स्टेजमा आमन्त्रण गर्छु। शोभा थापा गाउँ जानुभएको होला सायद। ठिक सृष्टि बराल बहिनीलाई, सृष्टि बराल एबिएसमा धेरै मेडल पनि, फुटसलमा धेरै मेडल दिलाउनु भएको थियो सृष्टि बहिनी। दुवैजना अभिभावक आइदिनु होला। पुष्पा खड्का बहिनीलाई, पुष्पा खड्का
दुवैजना आइदिनु भयो राम्रो। पछि उपलब्ध गराउनेछौँ। त्यसै गरी मैले बोलाएँ रोशन खड्का भाइलाई। रोशन खड्का मैले धेरै पहिला यही स्कुलमा एबिएस स्कुलमा एउटा शब्द मैले भनेको थिएँ कि त्यो आज मलाई याद छ। त्यो कुरा फेरि मैले आज दोहोऱ्याउँदैछु सरहरूको लागि है। मैले सरलाई त सबैजनालाई सर नै भन्नुहुन्छ होइन, तर सरलाई गुरु पनि भनिन्छ है। सबैलाई थाहा छ नि है, गुरु भनिन्छ है। तर गुरुको अर्थ के छ भने गुबाट हुन्छ अन्धकार है, अनि रुबाट हुन्छ प्रकाश है। सुन्नु होला है सबैजना, गुबाट हुन्छ अन्धकार, रुबाट हुन्छ प्रकाश होइन। जसले अन्धकारबाट प्रकाशमा ल्याइदिन्छ ऊ सच्चा गुरु हुन्छ। सबै गुरुहरूलाई मेरो तर्फबाट हार्दिक हार्दिक मुरी मुरी नमस्कार है। अनि त्यसपछि यसमा यस गुरुको अर्थ त बुझ्नुभयो। यसको असली पात्र चाहिँ हाम्रो एबिएस स्कुलका सम्पूर्ण सरहरू जस्तै दीपक सर, सिपी सर, लेख सर होइन लगायत सम्पूर्ण सर म्यामलाई व्यक्तिगत तर्फबाट पनि अनि सम्पूर्ण अभिभावकको तर्फबाट पनि मुरी मुरी धन्यवाद भन्दै यो सब यहीँ टुङ्ग्याउँछु। धन्यवाद। मैले यहाँहरूलाई अघि पनि निवेदन गरेँ, वास्तवमा बोल्ने कला सबैमा हुँदैन, लेख्ने कला पनि हुन्छ, गाउने कला हुन्छ, धेरै कला हुन्छ। आफूलाई जुन फ्याकल्टीमा आफ्ना अनुभवहरू सेयर गरिदिनुको लागि स्टेजमा आमन्त्रण गरेँ। Respected Principal Sir, Vice Principal Sir, Chief Guest, teachers and my dear juniors, I am Unisa Shrestha. If you still remember me, I was a part of ABS family for almost 9 years and currently I am a student of Bluebird Secondary School. Today I feel really special to stand here all over again. Last year I was sitting exactly where you were today. Confused sometimes, nervous before exams, worried about my grades and wondering if I would be capable enough to achieve something big.
tell you all one thing clearly. Success doesn't come from being extraordinary. It comes by your discipline, consistency, and believing in yourself when the time becomes difficult, special. Results in the SEE, you all have made everyone so much proud, and your hard work has finally paid off. Your school life is not only about your grades. Grades are important, but they are not everything. What truly matters is your attitude, discipline, your confidence, and your willingness to study. And this is the main lesson that I have learned from my school and my teachers. The continuous support and guidance provided by my teachers and the school for helping me to achieve my dream goal to be a 4 GPA holder in 2081. I really want to thank each and every one of the school, every teachers, juniors, seniors, and everyone. Never compare your journey with others. People succeed early, some people late, but everyone has their own pace. Comparison only creates pressure. Instead, compare with the person who you were yesterday. And that's fine. But I want your motivation to be disciplined on those days. Do not be afraid of failure. Failure is not opposite of success. It is a part of success. Respect your teachers and parents. The guidance that they provide you today will help you tomorrow to save your future. To all my juniors today here, dream big, work hard quietly, stay focused. Believe in your abilities. One day you will be the one inspiring your juniors. Remember, success doesn't come from what you do occasionally. It comes from what you do consistently. So at last, I want to tell that I am a student of Bluebird Secondary School, currently studying at +2. We are having entrance exam tomorrow. We have 2 shifts, so if you guys want more information, you guys can meet me. Thank you. I wish a great future and successful future for you all. Thank you. 2081 मा जिपिए 4 ल्याएको पनि आज पनि यसको म एउटा पार्ट हुँ भन्दा गर्व लाग्छ। मैले अघि यहाँलाई त्यही संस्कारको कुरा सुमित्रा कता हुनुहुन्छ सर? एकचोटि सर बोलाइदिनुको लागि अनुरोध गर्छु, केही तयारीमा हुनुहुन्छ होला सायद। हामीले एबिएसमा एउटा संस्कारको सुरुवात गरेका थियौँ। बर्थडेमा चकलेट नखाउँ, बर्थडेमा केक नकाटौँ र डोनेसन गरौँ भनेर सुरु गरेका थियौँ। त्यही डोनेसनको पैसाबाट पोहोर साल हाम्रा विद्यार्थी भाइ बहिनीहरूले एउटा सरकारी स्कुलमा ड्रेस किन्न नसक्ने, लगाउन नसक्ने 10 जना विद्यार्थीहरूलाई ड्रेस किनिदिनु भएको थियो। 10 जना अर्का विद्यार्थी भाइ बहिनीहरूलाई त्यही पैसा बर्थडेमा डोनेसन गरेको पैसाबाट स्कुल ब्याग किनिदिनु भएको थियो र अरू 10 जना विद्यार्थीहरूलाई स्कुलको ट्र्याक सुट किनेर सहयोग गर्नुभएको थियो। यस वर्ष कक्षा 10 मा अध्ययन गर्ने सुमित्रा तामाङ बहिनीको बुबालाई बिरामी भएर आर्थिक रूपमा केही गाह्रो भएको भनेर मलाई अभिभावकले भन्नुभएको थियो। त्यसैले हामी यो वर्ष विद्यार्थी भाइ बहिनीहरूले डोनेसन गरेको पैसाबाट नानीलाई 6 महिनाको फी, स्कुल फी तिर्ने गरी नानीलाई स्कलरसिपको आजकै कार्यक्रममा घोषणा गर्छु म यहाँहरूलाई। सुन्नजोडी भने हामीले आपत पर्दा दिन जान्नुपर्दछ। यो संस्कार हाम्रा विद्यार्थी भाइ बहिनीले सिक्नुपर्दछ। मैले यही भन्न चाहेँ र अलिकति यसैको परीक्षालाई पनि मैले जोड्न चाहेँ। यसपटक रिजल्ट छिटो आएको छ। यसपटक विद्यार्थी भाइ बहिनीहरूको पनि गुनासो, सुझाव, धेरै कुराहरू थिए। Vice Principal, Chief Guest, and all the teachers present out here. Today is the day of mixed emotions. We are saying goodbye to a tremendous school journey that shaped us, but we are also standing on the edge of a massive future ahead. I am incredibly grateful and humbled to share that I achieved a 4 GPA. But I am not standing here to talk
about my number, but I'm standing here to talk about what actually the number represents. Belief, consistency, and true hard work with utmost dedication and sincerity towards studies. Students approach me and ask me how I achieved my students, and they ask what's the recipe for the eating the use my son. And I want to tell them that 10th standard is not complex as you think. The only recipe or you can say formula for achieving it is spend quality time over quantity. Doesn't seek out for how many hours you studied. Look up for the time you spent was beneficial or productive for you or not. And when you can use best of your time, you are definitely eating that mighty full GPA. Don't ruin your time saying tomorrow and tomorrow. Make the best use of your time now. Always have a learning and growth mindset, which will be definitely going to help in your studies. For me, 10 was really I was never tense. I was fulfilled with infinite memories with my beautiful friends and helpful teachers. More than teachers, they were my parents, and the school was the primary home for me. Thank you, entire ABS family, from the bottom of our hearts. You don't teach us from textbooks. You believe in us when we doubted ourselves. Patient with our mistakes, constantly pushed us to be better. My full GPA achievement is as much as your achievement as it is mine, because you paved the way for it. Thank you for your tireless dedication and your truthful guidance, which helped me to step confidently into the future too. Once again, thank you all of you, and I want to encourage the current batch to carry on the legacy that was carried out last year, and I hope you will do so. Thank you. Have a great day. धेरै धन्यवाद भाइ प्रहलाद भाइले सर म एउटा कविता भन्छु भन्नुभएको थियो दाइ दिदीहरूको लागि। शीर्षक हो मसी। मसी आऊ बालक पोखरालाई चिन्ने पालो आयो, हेर्दा हेर्दै सबै छोडी हिँड्ने पालो आयो। आऊ बालक पोखरालाई चिन्ने पालो आयो, हेर्दा हेर्दै सबै छोडी हिँड्ने पालो आयो। हाँस्दै खेल्दै रम्दै यहाँ समय बित्दैछ, हाँस्दै खेल्दै रम्दै यहाँ समय बित्दैछ। बैगुनी त धेरै बन्यो जान्ने पालो आयो, बैगुनी त धेरै बन्यो जाने पालो आयो। सिसा कलमदेखि जब सुरु भयो जीवन, सिसा कलमदेखि जब सुरु भयो जीवन, आफ्नै नाम लेख्दाखेरि मख पर्यो यौवन, आफ्नै नाम लेख्दाखेरि मख पर्यो यौवन। हेर्दा हेर्दै मसीको पो प्रयोग गर्न थाल्यौँ, हेर्दा हेर्दै मसीको पो प्रयोग गर्न थाल्यौँ। मिठा मिठा पलहरू पोड्ने पालो आयो, मिठा मिठा पलहरू पोड्ने पालो आयो। निर्दोषितादेखि सुरु भई परिपक्व बन्यौँ, निर्दोषितादेखि सुरु भई परिपक्व बन्यौँ। नभई नहुने हामी त्यस्ता तत्त्व बन्यौँ, नभई नहुने हामी त्यस्ता तत्त्व बन्यौँ। हामीभन्दा सानाहरू हामीदेखि सिक्लान्, हामीभन्दा सानाहरू हामीदेखि सिक्लान्। गर्व लाग्छ आफैमाथि त्यो व्यक्तित्व बन्यो, गर्व लाग्छ आफैमाथि त्यो व्यक्तित्व बन्यो। कापी काती पानाहरूमा कति सपना गुम्सिए, कापी काती पानाहरूमा कति सपना गुम्सिए। मसीका निला धब्बा आज स्मृतिमा उम्सिए, मसीका निला धब्बा आज स्मृतिमा उम्सिए। देखेका ती सपनालाई पुरा अब गर्नु छ, देखेका ती सपनालाई पुरा अब गर्नु छ। सफलतालाई आफूतिर तान्ने पालो आयो, सफलतालाई आफूतर्फ तान्ने पालो आयो। रङ्गिन हाम्रो गाथाहरू किताबमै कोरिए, रङ्गिन हाम्रा गाथाहरू किताबमै कोरिए। यी भित्तामा हाँसोका ती प्रतिध्वनि ठोकिए, यी भित्तामा हाँसोका ती प्रतिध्वनि ठोकिए। स्थायी भइरहलान् यी यादहरू कुनै चित्र झै, स्थायी भइरहलान् यी यादहरू कुनै चित्र झै। साथै हिँड्ने कलम हाम्रो कोही अनन्य मित्र झै, साथै हिँड्ने कलम हाम्रो कोही अनन्य मित्र झै। आज त छुट्टिने भयो फेरि कतै भेटौँला, आज त छुट्टिने भयो फेरि कतै भेटौँला। हाम्रा सबै अनुभव र भावना साटौँला, हाम्रा सबै अनुभव र भावना साटौँला। आशा छ कि जीवनमा हामी सधैँ विजय हुनेछौँ, आशा छ कि जीवनमा हामी सबै विजय हुनेछौँ। अन्त्य होइन नयाँ शीर्षक बन्ने पालो आयो,
अन्त्य होइन नयाँ शीर्षक भन्ने पार्न धेरै धेरै धन्यवाद। भाइलाई अब बिस्तारै समय दिन लाग्दैछ। आज हामी सम्पूर्ण अभिभावकज्यूहरू त्यसै गरी एससी ग्रेजुएट्स भाइ बहिनीहरू र टिचर स्टाफ र कक्षा 10मा पढ्ने भाइ बहिनीहरू सबै डिनर गर्नेछौँ आज। त्यसभन्दा अगाडि म एउटा मात्र गीत बाँकी छ भन्नुभयो रविन्द्र सरले विद्यार्थी भाइ बहिनीहरूको। त्यो पहिला म प्रिन्सिपल सरलाई स्टेजमा आमन्त्रण गर्छु उहाँका केही कुराहरू राखिदिनको लागि। त्यसपछि तपाईँहरू गीत गाउनको लागि तयारी अवस्थामा बस्नु गर्दछु। बस्नुभएको भाइ बहिनीहरू, दिस इज एभिएस कल्चर। अघि सरले कल्चर कुरा गर्दैछ। कल्चर भन्ने कुरा कतैबाट आउने चिज होइन, यो कल्टिभेट गर्ने चिज हो, रोप्ने चिज हो। आदरणीय अधिकारीज्यू, विद्यालयका व्यवस्थापकीय अध्यक्षज्यू, सम्पूर्ण साथीहरू, एससी ग्रेजुएट्स भाइ बहिनीहरू, मलाई आज आनन्दको अनुभूति आइरहेछ। किनभने आनन्दको अनुभूति आइरहेछ भने जब कुनै मान्छेले काम गर्छ, कामको प्रतिफल आउँछ अनि आनन्दको अनुभूति आउँछ। कामको प्रतिफल यस अर्थमा शिक्षक शिक्षिकाहरूले किताबका पाना मात्र पढाउनु सबै थोक होइन। जब जीवनका पाना पढाउन थाल्छौँ वास्तवमा त्यहाँ अर्थ हुँदो रहेछ, त्यसले आनन्दको अनुभूति हुँदो रहेछ। म यिनीहरूलाई यहाँ देखिरहेको थिएँ। गत वर्षसम्म उसलाई स्टेजमा गएर बोल्न कता कता हेजिटेसन हुन्थ्यो। यो वर्ष उसको म प्रेजेन्टेसन देखिरहेको छु। बट अमेजिङ। यही हो जीवनको पाना। वास्तविक पढाइ भनेको यो हो। र अभिषेकले सिक्दैछु, म अस्ति पनि भन्दैछ, अभियसली यहाँ लड्ने यो 4 GPA अथवा एसीको जुन रिजल्ट प्राप्त गरेको भाइ बहिनीहरूले दुईवटा कुरा मैले बुझेको। एउटा, यसले बाबु नानीहरूमा कन्फिडेन्स बिल्डअप गरेको छ, म गर्न सक्छु। दोस्रो, 11मा भर्ना गर्नलाई लाइसेन्स पनि हो एट द सेम टाइम। र तेस्रो, अब यो जिपिएले प्रेसर थपेको छ। ओहो, अब त मेरो जिपिए यतिसम्म चाहिँ के गर्नुपर्ने छ, आई निड टु समथिङ मोर देन दिस। यसले त पुग्दैन मलाई। प्रत्येक पलमा प्रेसर छ बाबु नानीलाई। तसर्थ मैले जानेको, मैले बुझेको भाइ बहिनीहरू, जीवन निरन्तर रूपमा अगाडि बढ्छ। अविरल यात्रा हो। त्यो यात्रामा कहिले सकिँदैन। सर पनि काम गर्नुभएको, सर पनि काम गर्नुभएको छ। उहाँले 15-20 वर्ष अगाडि एसएलसी दिनुभएको थियो होला, त्यो सम्झिनु भएको छ सरले हामीहरूले यहाँ। भाइ बहिनीहरू, मलाई एउटा प्रेरक प्रसङ्ग जोड्न मन लाग्यो। गौतम बुद्ध हामी सबैले चिनेका अन्तर्राष्ट्रिय राष्ट्रिय महान विभूति भन्छु म चाहिँ। गौतम बुद्धको बारेमा हामी सबैले सुनेकै छौँ। गौतम बुद्ध बुद्धत्व प्राप्त गरिसकेपछि केही मान्छेहरूलाई लिएर गाउँघरमा हिँड्दै हुनुहुन्थ्यो। र त्यस्तै उहाँको पछाडि अगाडि पछाडि केटाकेटी देख्नुभएको छ। उहाँलाई पनि भिक्षा माग्दै गरेको देख्दाखेरि चाहिँ उहाँलाई अनाकै रिस उठेछ। यसरी मागेर खाने, दुईवटा हात खुट्टा दुईवटा खुट्टा छ, अर्काका छोरीछोरी बिगार्ने, तिमी को भनेर तथानाम गाली गर्नुपर्छ गौतम बुद्धलाई। गर्नुसम्म गाली गर्नुपर्छ। गौतम बुद्ध सौम्य भद्र भलादिन भएर सुनिरहनु भएको थियो। सुन्नुभएछ र ती व्यक्तित्वले जो घरधनी हुन्थ्यो उहाँले पुग्नेसम्म सबै कुरा भन्नुभयो। भनिसकेपछि अब गौतम बुद्ध महाशयजी अब बोलौँ, बोल्नुहोस्। अघि हजुरले जे कुरा मलाई भन्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, जे वाक्य प्रयोग गर्नुभयो, मैले कुनै पनि कुरा लिन्न। मैले लिएन भने के हुन्छ? अझै भनौँ प्रश्नमा हजुरले मलाई भिक्षा दिनुहुन्छ, त्यो भिक्षा मैले लिएन भने के हुन्छ? मेरै हुन्छ त्यो भिक्षा। त्यसो भए अघि तपाईँले जे शब्द मलाई प्रयोग गर्नुभएको थियो त्यो पनि मैले लिएन, त्यो कसको हुन्छ? अनि महाशयले चाहिँ गल्त पर्नुभएछ र सम्झिनु भएछ, ए मैले तपाईँ गलत बोलेँ कि, मैले बोलेको शब्द त मलाई नै फिर्ता भयो। म्यामहरू लिएर मैले ढङ्गले मैले बुझेको के हो भने राम्रा कुरा जहिले पनि लिने हो, नराम्रो कुरा त्यही नै छोडेर डम्प इन्टु द डस्टबिन भन्छु मैले। त्यसो त भाइ बहिनीहरू, आज यस्तो माहौल छ, साँच्चीकै राम्रो माहौल, यो सबैका लागि राम्रो छ। र मलाई यो माहौलमा, यो हलमा, अघिल्लो वर्ष हामी अर्कै हलमा थियौँ, आज यो हलमा छौँ।
अलिक ठुलो छ। अघि सिपी सर म सरसँग भन्दै थिएँ, सर यो हल पनि हामीलाई अर्को वर्ष सानो हुन्छ नि, कक्षा 10मा त 45जनाले एसी दिँदैछन्, अट्छै कि अट्दैन। यो हलमा अलि विभिन्न ठाउँमा स्पिकर राखेर अझै बेटर गर्न पायो भने त्यो मलाई लागिरहेछ। यो जीवनमा पुग्छ भन्ने चाहिँ हुँदो रहेछ कहिले कहिले, ओजिबीले पनि पुग्दैन रहेछ क्या। अझै अब के छ, के पुल्चोकमा महाराज मेडिकलमा नाम निकाल्नु पर्ने छ। निरन्तर रूपमा गरिराख्नु, अलवेज म भए नेभर टु स्टप। भाइ बहिनीहरू राम्रो गर्नुहुन्छ भने मलाई विश्वास छ। किनभने विश्वास छ भने जीवनका पाना पढाउनु भएको छ सर मामुले, एबिएसका मामुले, मात्र किताबका पाना पढाउनु भएको छैन। त्यही भएर जहाँसुकै जुनसुकै ठाउँमा गएर राम्रो गर्न सक्नुहुन्छ, हामीलाई त्यो विश्वास छ। र सँगसँगै अघि सिपी सरले प्रसङ्ग जोड्दै हुन्थ्यो, म त एबिएसको मात्र जागिरी हो, दिपक सर त ब्लुबर्डको जागिरी हो, त्यो जिम्मा उहाँलाई भन्दै हुन्थ्यो। हो, म यहाँ पनि जागिरी छु, त्यहाँ पनि जागिरी छु, जब दुई ठाउँमा। र बेसिकली यहाँभन्दा धेरै समय मैले ब्लुबर्डमा व्यतीत गर्ने गर्छु। अभिभावकजीहरूलाई साँची राखेर मेरो बढी समय बढी मिहिनेत उतै हुन्छ। त्यसका बाद पनि सकेको सम्भव भएसम्म मैले एबिएसमा काम गर्छु। तर म यसर्थमा भाग्यमानी छु कि एबिएसको टिमै राम्रो छ, मैले धेरै भन्नै पर्दैन कि आफै काम गर्छु। यहाँ यो सिस्टम बिल्डअप भइसकेको छ। त्यही भएर एबिएसमा काम गर्ने सर म्यामहरू, सिपिएस लगायत सिपी सर लगायत सबैलाई प्रति मेरो विश्वास भएको कारणले सबै कुरा राम्रो भइरहेछ। र अब थोरै के हुन्छ कहिलेकाहीँ बाबु नानीले भन्छ नि, हिजो पनि कक्षा 10 पढ्दा यति कौशलले आएर जहिले पनि के चिज गर्थ्यो, यसो भएन त्यसो भएन उसो भएन भन्थ्यो, फेरि पनि ब्लोबाट त्यही गर्ने होला। अहिले बाबु नानीको मनमा आउँछ कहिलेकाहीँ यो प्रश्न, त्यो आउनु स्वाभाविक हो। किन यिनीहरू चिनिएर छन्, भर्खरको छन्। म अस्ति एउटा बाबुसँग भन्दै थिएँ, बाबु नानीहरू हामीलाई 18 वर्षभन्दा पहिले नागरिकता किन दिएन होला? 18 वर्षभन्दा पहिले हामीलाई भोट अधिकार किन दिएन होला? किन 18 वर्षभन्दा अगाडि सबै कुरा बुझ्ने भएकै हुँदैन कि। बुझ्ने बेला नेपालले सबैले बुझेर बनाएको होला नि त्यो 18 वर्षको त नियम कानुन त। त्यही भएर यो 18 वर्षभन्दा अगाडि भोलाइडाल नै हुन्छन्, फ्रिडम खोज्लान्, यो खोज्लान् त्यो खोज्लान्। त्यसर्थ हजुरलाई मेरो सानो विनम्र निवेदन के हो भने, यो वर्ष पनि युनिसा यही छ, ब्लुबर्डको स्टुडेन्ट काउन्सिलको प्रेसिडेन्ट हो, मेरो सानो हो, ब्लुबर्डको पनि सानो हो। र त्यसले उसले लिडरसिप त्यहाँ लिएको देख्दा मलाई खुसी लाग्छ। र यिनीहरूलाई यो 11-12 पढ्ने यहाँ एबिएस लगाएको बाबुनीहरूलाई मैले सम्भवतः यो वर्ष 2-3 पटक नै भेटिसकेँ होला। उनीहरूलाई बोलाएर प्रत्येक रिजल्टपछि भेटाएर कहिले चक्लेट खुवाउँछु, कहिले काहीँ यो भएन पेन्स खुवाउँ त भन्दा सर यसपटक नबोलाउनु, अर्को पटक चाहिँ है भन्छन्। र त्यो विद्यालयमा लगभग 600 प्रत्येक वर्ष हामी भर्ना गर्छौँ। र मैले अघिल्लो वर्ष मात्र कक्षा 11को डाटा हेरेको थिएँ, 225वटा विद्यालयबाट भर्ना भएको छ। कुनै विद्यालयबाट 1 जना छ, कुनैमा 5 जना छ। अब त्यो 225वटा विद्यालयको विद्यार्थी मै चिन्दिनँ कि भाइ त्यहाँ त्यो चिन्दा 2 वर्ष सिक्दो रहेछ क्या। तर एबिएसको विद्यार्थीलाई मैले नचिन्ने भने त होइन होला। र अझै मैले मात्र होइन कि एबिएसको विद्यार्थीलाई ब्लुबर्डमा नचिन्ने कुनै सरमा हुँदैन। कहाँबाट एबिएस, दिपक सरको विद्यार्थी, यसो आँखा ठाडो भइहाल्छ। अब कक्षा कोठाभित्र उसलाई अलि बढी फोकस, उसलाई अलिक केयर, उसलाई अलि बढी प्रेसर चाहिँ पर्छ फेरि, त्यो पोजिटिभ प्रेसर हो। त्यसो त हजुरलाई मेरो सानो रिक्वेस्ट के हो भने, अघि सरले भन्दै थियो एसएलसी, अब कक्षा 12 भनेको स्कुल लेभलको फाइनल रिजल्ट हो। कक्षा 10 भनेको कन्फिडेन्स बिल्ड गर्ने रिजल्ट हो, र एट द सेम टाइम 11 भर्ना गर्ने लागिन्छ पनि हो। र 12 क्लास भनेको युनिभर्सिटीको लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण रिजल्ट भनेको 12 को नै हो। 12 को रिजल्टमा कहीँ हामी चुक्यौँ भने यो 10ले चाहिँ खासै धेरै गर्दैन। त्यहाँ चाहिँ सबैभन्दा बढी ख्याल गर्नुपर्ने हुन्छ। र मलाई के विश्वास छ भने, तपाईँहरूको हिजो विश्वास थियो र आज यो रिजल्ट भयो। र मलाई बिहान एकजना सरले कुरा गर्दै थियो, सर अघिल्लो वर्ष 4 GB, यो वर्ष 4 GB के रहेछ सर त्यहाँ, किन लेगेसी कन्टिन्यू भयो नि तपाईँहरूको? बाइ द वे अघिल्लो वर्ष मात्र आएको भए चाहिँ म्याजिक भएको हो कि भन्ने लाग्थ्यो, अब कन्टिन्युटी भयो। र अझै यो कक्षा 10मा पढ्दै गरेका भाइ बहिनीहरूलाई यो सबैभन्दा ठुलो प्रेसर पनि हो। नाउ द लेगेसी सुड बी कन्टिन्यू द डेज टु कम। अभिभावकजीहरूलाई तपाईँको चाहना, मेरो चाहना, बाबु नानीको चाहना, सबैको चाहना के छ? अझै राम्रो गरौँ, अझै राम्रो गरौँ। यसले पुगेको छैन र अझै राम्रो गर्ने कुरामा हातेमालो गरौँ, सँगसँगै अगाडि बढौँ। र हिजोको विश्वास, तपाईँहरूको यो विश्वास कारणले आज यतिको भएको हो। तपाईँहरूले विश्वास दिलाउनु भएर हाम्रो काम गर्न जागर लागेको। अझै एकपटक तपाईँहरूलाई मैले अन्तिम पटक के भन्छु भने, 12 सम्म पनि त्यो विश्वासलाई कन्टिन्यू गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। त्यो विश्वासले म अगाडि बढेको छु। बाँकी भाइ बहिनीहरूलाई हजुरलाई मैले
भोलिदेखि म निरन्तर म बुलबाटै हुन्छु, म 1-2 हप्ता यहाँ आउँदिनँ। म तपाईँलाई भेट्ने भाषा गर्दै आजलाई मैले मेरो मन्तव्य, मेरो भनाइ यही बिट मार्दै once again congratulations to all AC graduates. Thank you. Have a great day. Thank you. म यसै सन्दर्भमा म विशेष धन्यवाद दिन चाहन्छु हाम्रा यी बिहान कुन कामले गर्दछ वास्तवमै यो परीक्षा दिए जस्तै गरी सरहरू हरेक दिन तर पनि सरहरूलाई बढी चासो हुन्थ्यो। सरहरूलाई फेरि एकचोटि धन्यवाद भन्न चाहन्छु। र विद्यार्थी भाइ बहिनीहरूको एउटा प्रस्तुति सायद छोटो छ होला, अगाडि आइदिनुको लागि अनुरोध गर्छु। विद्यार्थी भाइ बहिनीहरू पनि कुरा राख्दै समेत गरिदिनुको लागि म यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सरलाई हार्दिक अनुरोध गर्दछु। कति मिठो गीत लाग्यो। निरीक्षित सुराङको सफलताको बाटोमा अगाडि बढ्दै जानु भन्दै गर्दाखेरि मैले ठ्याक्क रिकल गरेँ। ग्लोबल कलेजसँग म पनि सम्भाव यो अझै तरिकाले आबद्ध भएको हुनाले ग्लोबल कलेजमा अहिले पनि छ सफलता राइटिङ राम्रो कसको भन्यो भने एबिएसबाट आउने भाइ बहिनीको भन्नुहुन्छ सरकारले। यो निशा पनि मैले पनि अघि नोटिस गरेको कुरा ठ्याक्कै प्रिन्सिपल भन्नुभयो। लास्ट इयरको उहाँको जुन स्पेच अगाडि फ्रन्टमा आएर दिने स्पेच अहिले बुझेको चाहिँ यति निखार आएछ। सम्भवतः यो एबिएसले सिकाएको सिप उहाँले बल्ल कलेजमा गएर देखाउनु पाउनु भएको छ। त्यसकारण हामीले एबिएस टिमलाई एकदमै धन्यवाद दिनैपर्छ। एबिएसले रोपिदियो, उहाँ कलेजमा गएर फल फुल्न थाल्नु भएको छ। भाइ बहिनीहरू, जस्तो सफलताको बाटोमा अगाडि हिँड्दै गर्नु भन्ने गीतको लिरिक्समा मैले जोड्न खोजेको कुराहरू यहाँसम्म इभेन्ट्सले पुर्याइदिएको छ। तपाईँहरूले यहाँसम्म पुर्याएको छ। कसैलाई जिपी 4 ल्याएको छ, कसैलाई जिपी 3.95 ल्याएको छ। यो ग्रेडिङ रेट पनि होइन र सबै थोक पनि हो। फेरि तपाईँलाई एउटा सुनौलो ढोका खोलिदिएको छ। त्यो ढोकाभन्दा अगाडि धेरै बढ्नु छ। सफलताको बाटो पुग्नको लागि सम्भवतः दिपक सर तपाईँको कलेज ग्लोबल कलेजमा हात थापेर बसिरहनु भएको छ। तपाईँलाई डोराउनको लागि तपाईँलाई हात मागिरहनु भएको छ। सम्भवतः तपाईँले त्यो हात दिनुहुनेछ। र अबको 2 वर्ष हामी बाबुजीहरूले ढुक्क तरिकाले जुन तरिकाले एबिएसमा तपाईँले विश्वास गर्नुभयो, यो टिमप्रति विश्वास गर्नुभएको थियो, त्यसै गरिकन ग्लोबल टिमसँग तपाईँले दिपक सरको अगुवाईमा नेतृत्वमा त्यो विश्वास तपाईँले राख्नुभयो भने
सम्भवतः आजको 2 वर्षपछि तपाईँका बाबु नानीहरू फेरि बित्तिकै सफलता साथ तपाईँसम्म आउनुहुनेछ भन्ने पनि मैले विश्वास गरेको छु। तर म त करिब हामी 30 वर्ष अगाडिदेखि साथी, हामी एकदमै क्लोज फ्रेन्ड, करिब 30 वर्ष 20 वर्ष 22 वर्ष हामीले सँगै कुनै विद्यालयमा पनि पढाएका थियौँ। उहाँ असाध्यै मेहनती, ब्याक स्टेज बसेर काम गर्न रुचाउने साथी र उहाँको यो साथ चाहिँ यो एबिएसको टिम जुन जुझारु टिम छ, दीपक सर सिपी सरको नेतृत्वले पाइसकेपछि र यत्रो डेडिकेटेड टिचर्स टिमहरू हुनुहुन्छ, उहाँहरूको साथ बिना चाहिँ सफलता सम्भव नै थिएन। यो सफलता आज जुन प्राप्त गरिएको छ विद्यालयले, यो वास्तवमा हाम्रो सबै शिक्षक साथीहरूको प्री प्राइमेरीदेखि कक्षा 10 सम्म पढाउने साथीहरू, यहाँको म्यानेजमेन्ट कमिटीहरू, यहाँको जुन आया दिदीहरूदेखि लिएर ड्राइभरहरू सबै टिम प्लस ब्याक स्टेजमा बसेर पर्दा पछाडिबाट सधैँ रहेर हौसला दिनुहुने तपाईँ आदरणीय अभिभावकज्यूहरूको साथ सहयोग हुने सम्भव नै थिएन। यो सफलताको लागि तपाईँ हामी सबैले हामीले आफैलाई बधाई दिउँ। आगामी दिनहरूमा बाबु नानीहरूले जुन उच्च शिक्षाको लागि जहाँ जानुहुनेछ त्यो पनि त्यो पार्नको लागि मैले सफलताको कामना गर्दै यहाँहरूको उपस्थितिको लागि बधाई ज्ञापन गर्दै आजको कार्यक्रम औपचारिक अन्त्य भएको जनाउदिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच। राउन्डमा जान्छ। त्यसभन्दा सानो जानकारी मात्रै गराउन चाहेँ। भेट्न गफ गर्न भेट्छु